यो जोनको कथा हो जसको श्रीमतीलाई हत्याको आरोपमा आजीवन कारावासको सजाय सुनाएको हुन्छ। जोनलाई विश्वास छ कि उसकी श्रीमतीले कसैको हत्या गरेकी छैनन्, त्यसैले ऊ कुनै पनि हालतमा उनलाई जेलबाट भगाउन चाहन्छ, जसका लागि उसँग केवल 3 दिन मात्र बाँकी हुन्छ। कथाको सुरुवातमा हामी जोन, उसकी श्रीमती लारा र उनीहरूका छोरालाई देख्छौँ। उनीहरू पेन्सिल्भेनियामा बस्छन्। लारालाई चिनी रोग छ, त्यसैले हरेक बिहान उनी इन्सुलिन लिइरहेकी हुन्छन्। त्यही बेला उनको नजर आफ्नो लामो कोटमा पर्छ जसमा रगत लागेको हुन्छ। लारालाई यो रगत कोटमा कसरी आयो भन्ने केही पनि थाहा हुँदैन। एक रात अघि उनले यही कोट लगाएकी थिइन्। त्यही बेला उनीहरूको घरमा प्रहरी आउँछ र लारालाई उनको हाकिमको हत्याको आरोपमा पक्राउ गर्छ। लारा चिच्याई आफूले हत्या नगरेको बताउँछिन्, तर लारा विरुद्ध सबै प्रमाणहरू हुन्छन्। त्यसैले उनलाई आजीवन कारावासको सजाय सुनाइन्छ। 3 वर्ष बित्छ। लारा आफ्नो छोरालाई धेरै नै सम्झिन्छन्। जोनले प्राय आफ्नो छोरालाई लारासँग जेलमा भेट गराउन लैजान्छ, तर लाराको छोरा उसँग रिसाएको हुन्छ, किनभने ऊ आफ्नी आमा लारा आफूसँग बसोस् भन्ने चाहन्छन्। जोन आफ्नो छोरालाई लिएर घर फर्कन्छन् र फेरि एकपटक लाराको मुद्दाको फाइल हेर्छ। कथा यहाँबाट 3 वर्ष पछाडि विगतमा त्यही रातमा जान्छ जुन रात लाराको हाकिमको हत्या भएको थियो। वास्तवमा त्यो रात लारा र उनको हाकिमबीच झगडा पनि भएको थियो। जब लारा राति आफ्नो गाडी राख्ने ठाउँतिर जाँदै थिइन्, त्यही बेला एउटी केटीसँग उनी ठोकिन्छन् जसले लामो कोट लगाएकी हुन्छ। जब उनीहरू ठोकिन्छन्, त्यो केटीको कोटको टाक छोडिन्छ। लाराले उसको अनुहार पनि हेर्छिन्। त्यसपछि लारा पार्किङमा जाँदा उनको गाडी नजिकै आगो निभाउने सिलिन्डर राखिएको हुन्छ, जसलाई उनी उठाएर छेउमा राख्छिन् र गाडी लिएर त्यहाँबाट निस्किन्छन्। र जब उनी गाडी लिएर निस्किन्छन्, त्यहाँ उनको हाकिमको लास हुन्छ जससँग उनको झगडा भएको थियो, तर लारालाई यसबारे केही पनि थाहा हुँदैन। एकजना मान्छेले लारालाई त्यहाँबाट निस्किँदै गरेको देख्छ, जसपछि लारालाई प्रहरीले पक्राउ गरेको थियो। वास्तवमा जुन सिलिन्डर उनले उठाएर राखेकी थिइन् त्यसमा लाराको औँलाको छाप हुन्छ। साथै लाराले चिच्याई सबैलाई भनेको पनि थिएन कि त्यो कोट लगाउने केटीले हत्या गरेको हो। उसको टाक पनि त्यहाँ टुटेर खसेको छ, तर लाराको कुरा कसैले विश्वास गर्दैन र आज लारालाई जेलमा बसेको पुरा 3 वर्ष भइसकेको हुन्छ। जोनलाई विश्वास छ कि उसकी श्रीमती लाराले कसैको हत्या गरेका छैनन्, त्यसैले ऊ कुनै पनि हालतमा उनलाई जेलबाट निकाल्न चाहन्छ। ऊ वकिलसँग भेट्छ। वकिलले उसलाई बताउँछ कि आजसम्म 3 वर्षको सजाय काटेको कोही पनि मान्छे जेलबाट बाहिर निस्केको छैन, त्यसैले यो मुद्दा बिर्सिदेऊ। त्यसो त सबै प्रमाण लारा विरुद्ध नै छन्। जोनले भन्छ, सायद मैले अर्को वकिल खोज्नुपर्छ र रिसाएर त्यहाँबाट जान्छ। राति जोनलाई फोन आउँछ कि लारा अस्पतालमा भर्ना भएकी छिन्। जब ऊ अस्पतालमा लारालाई भेट्न जान्छ, तब देख्छ कि उनलाई ओछ्यानसँगै हत्कडीले बाँधिएको छ। वास्तवमा उनले आफ्नो नाडी काटेकी थिइन्। अब लाराको यस्तो अवस्था देखेर जोन आफैसँग बाचा गर्छ कि ऊ कुनै पनि हालतमा आफ्नो श्रीमती लारालाई जेलबाट निकालेर छोड्नेछ। ऊ डेमन नाम गरेको एक व्यक्तिसँग भेट्छ जो जेलबाट भागिसकेको हुन्छ। उसले जेलबाट भाग्ने बारे किताब पनि लेखेको हुन्छ। जोनले भन्छ, म आफ्नी श्रीमती लारालाई जेलबाट भगाउन चाहन्छु। डेमनले भन्छ, तिम्रो श्रीमती जुन जेलमा छिन् त्यो सहरको बिचमा छ। उनी भागेको 35 मिनटभित्रै सहरमा नाकाबन्दी हुन्छ र उनलाई समातिन्छ। तर यदि तिमी त्यहाँबाट निस्किन सफल भयो भने पनि तिमीले कुन देश जाने भनेर पहिल्यै सोचेर राख्नुपर्छ, जसको लागि तिमीलाई नक्कली परिचय पत्र, पासपोर्ट चाहिन्छ। जुन कुनै पनि हालतमा आफ्नो पुरै परिवारको नक्कली परिचय पत्र र पासपोर्ट बनाउन चाहन्छ। साथै उसको आफ्नै श्रीमती लारालाई जेलबाट निकाल्नु छ। त्यसैले पटक पटक ऊ आगन्तुक भनेर जेलमा जान्छ ताकि जेलका कमजोर पक्षहरूलाई निहाल्न सकोस्। साथै ऊ नक्कली परिचय पत्र बनाउन पुरा प्रयास गरिरहेका हुन्छन्, तर अहिलेसम्म उसले यस्तो कोही मान्छे भेटेको छैन जसले उसको र उसको परिवारको नक्कली परिचय पत्र र पासपोर्ट बनाइदिन सकोस्। राति डेभिड नामको एक केटा उसको घरमा आउँछ र भन्छ, म तिम्रो काम गर्न सक्छु, यसका लागि तिमीले मलाई $1000 पेस्किदिनुपर्छ। जोन उसको कुरा मान्छ। ऊ उसलाई $1000 पनि दिन्छन् र भोलिपल्ट त्यो पुल मुनि जान्छ जहाँ
डेभिडले उसलाई बोलाएको थियो। त्यही बेला डेभिड त्यहाँ मोटरसाइकलमा आउँछन् र उसलाई भन्छ, मैले तिम्रो काम गरिदिएँ, र उसलाई उसको र उसको परिवारको नक्कली परिचय पत्र र पासपोर्ट दिन्छ। त्यसपछि जोन घरमा आउँछ। जब उसले कुनै पनि हालतमा आफ्नो श्रीमती लारालाई जेलबाट निकाल्नुपर्छ, जसका लागि उसलाई नक्कली साँचो पनि चाहिन्छ, उसले इन्टरनेटमा हेर्छ। उसले थाहा पाउँछ कि एउटा बम की अर्थात् तालचा खोल्ने विशेष साँचो हुन्छ जसबाट कुनै पनि तालचा खोल्न सकिन्छ। अब जोनले एउटा बम की बनाउँछ, जसपछि ऊ जेलमा आगन्तुक बनेर जान्छ। त्यहाँमा ऊ त्यो साँचो लगाएर खोल्ने प्रयास गर्छ, तर गल्तीले साँचो भित्रै भाँचिन्छ। त्यसले जोन आत्तिन्छन् र त्यहाँबाट अगाडि बढ्छ। त्यही बेला त्यहाँ महिला सुरक्षा प्रहरी अधिकृत आउँछन्, जसले लिफ्टमा साँचो लगाउने प्रयास गर्छन्, तर उनको साँचो भित्र जाँदैन। जब उनले जान्छन् तब थाहा पाउँछन् कि भित्र एउटा साँचो भाँचिएको छ। उनले खतराको घन्टी बजाइदिन्छ, जसले गर्दा सबै ढोकाहरू बन्द हुन थाल्छन्। त्यसपछि सीसीटीभी क्यामेराको फुटेज जाँचिन्छ र एक एक गरेर हरेक आगन्तुकलाई त्यहाँ बोलाइन्छ र सोधिन्छ, तिमी कहाँ छौ? जोनले देख्छ कि पछाडि एकजना मान्छे उभिएको छ, जसको अनुहार देखिँदैन। जोनले भन्छ, म त्यहाँ छु, तर जब त्यो फुटेज अगाडि बढाइन्छ त्यो जोन हुँदैन। त्यसपछि अधिकृतले जोनको अगाडि भाँचिएको साँचो राख्छ र भन्छ, यदि यो तिमीले गरेको हो भने तिम्रो छोराले अब अनाथालयमा बस्नुपर्ने हुन्छ, किनभने तिमी पनि जीवनभर जेलमा जानेछौ। जोनलाई छाडिन्छ किनभने उसको विरुद्ध कुनै प्रमाण चाहिँ हुँदैन। जोन जब बाहिर निस्किन्छन् तब डरले उसलाई बान्ता हुन थाल्छ। यसो गरिरहेको बेला उसलाई डिटेक्टिभले देख्छ, जसले उसको श्रीमतीको मुद्दा हेरेको थियो। उसलाई जोनमाथि शङ्का लाग्छ, त्यसैले ऊ उसमाथि नजर राख्न थाल्छ। यता जोन अब अर्को बाटो खोज्न चाहन्छन्, जसबाट ऊ आफ्नो श्रीमती लारालाई जेलबाट निकाल्न सकोस्। उसले थाहा पाउँछ कि हप्तामा 2 पटक मेडिकल केयरको एम्बुलेन्स जेलमा सबै कैदीहरूको स्वास्थ्य जाँच गर्छन्। जोनलाई थाहा छ कि हरेक पटक लाराको जाँच हुन्छ होला, किनभने उनलाई चाहिँ चिनी रोग छ, जसको मतलब यो हो कि गाडीभित्र उसको श्रीमती लाराको फाइल हुन्छ। जब गाडीमा कोही हुँदैन, ऊ चुपचाप गाडीभित्र जान्छ र त्यहाँबाट आफ्नो श्रीमती लाराको फाइल चोरेर ल्याउँछ र घर आइसकेपछि ऊ आफ्नो श्रीमतीको स्वास्थ्य रिपोर्टको पुरै विवरण बदलिदिन्छ। त्यसपछि भोलिपल्ट फेरि एकपटक ऊ लारालाई भेट्न जान्छ र भन्छ, म तिमीलाई कुनै पनि हालतमा यहाँबाट निकाल्छु। लारा बताउँछन् कि आगामी 3 दिनमा मलाई यहाँबाट अर्को जेलमा सारिँदैछ, अर्थात् जोनसँग केवल 3 दिन बाँकी छ। आगामी 3 दिनमा उसले कुनै पनि हालतमा लारालाई यहाँबाट निकाल्नुपर्छ। जोन धेरै चिन्तित हुन्छ, किनभने उसँग अब पैसा पनि सकिसकेको छ। जोनले एक घर जग्गा कारोबार गर्नेलाई फोन गर्छ र भन्छ, म आफ्नो घर बेच्न चाहन्छु, आज मैले आफ्नो घर बेच्नु छ। उनले भन्छन्, तिम्रो घरको कागजपत्र मिलाउनु मलाई 2 हप्ता लाग्छ। 2 हप्ता अगाडि तिमी आफ्नो घर बेच्नै सक्दैनौ। तर जोनलाई पैसा चाहिएको छ, त्यसैले ऊ आफ्नो बन्दुक लिएर आफ्नो गाडीमा एक बैंक बाहिर जान्छ। वास्तवमा ऊ बैंक लुट्ने सोच्दै हुन्छ, तर बैंक लुट्ने उसको हिम्मतै आउँदैन। अब राति उसले एउटा धेरै महँगो गाडी देख्छ। ऊ त्यो गाडीको पिछा पनि गर्छ, जसभित्रबाट एकजना मान्छे बाहिर निस्किन्छन् र घरभित्र जान्छ। वास्तवमा यो एक लागु औषध कारोबार गर्ने मान्छे थियो, जो आफ्नो हाकिमको घरमा सामान पुर्याउँदै जाँदै थियो। जब ऊ आफ्नो हाकिमको घरभित्र जान्छ, जोन पनि उसको घरभित्र पस्छ र उनीहरूमाथि बन्दुक तेर्साउँछ र भन्छ, मलाई पैसा चाहियो। तर लागु औषध कारोबारको हाकिममाथि जान्छ, जसपछि उनीहरूबीच गोली हानाहान सुरु हुन्छ, जसमा लागु औषध कारोबारी घाइते हुन्छ र उसको हाकिम मारिन्छ। जोन त्यहाँबाट धेरै पैसा लिएर एउटा झोलामा हाल्छ। जब ऊ त्यहाँबाट जाँदै हुन्छ, तब लागु औषध कारोबारीले भन्छ, मलाई अस्पताल लैजाऊ। जोनले उसलाई आफ्नो गाडीमा राख्छ, तर बाटोमै उसको मृत्यु हुन्छ। त्यसैले जोन उसको शवलाई सडक किनारमा छोडेर त्यहाँबाट जान्छ। भोलिपल्ट डिटेक्टिभ लागु औषध कारोबारीको हाकिमको घरमा आउँछ, जहाँ उसको शव भेटिन्छ। साथै यहाँ गाडीको टायरको पनि निशान हुन्छ र गाडीको पछाडिको बत्तीको टुक्रा पनि भेटिन्छ, जसबाट कुन गाडीको टुक्रा भन्ने थाहा हुन्छ। वास्तवमा यो जोनको गाडीको। यता जोन आफ्नो श्रीमती लारालाई कुनै पनि हालतमा आज जेलबाट निकाल्न चाहन्छन्, किन भन्दा आज तेस्रो दिन हो। आज उसँग अन्तिम मौका छ। घर आएपछि उसले अहिलेसम्म कि जे जति योजना बनाएको थियो ती सबै कागजपत्रहरू 3 अलग अलग झोलामा हाल्छ।
एक झोला ऊ घर नजिकैको फोहोर फाल्ने भाँडामा फाल्छ र 2वटा झोला कतै टाढा गएर अरू फोहोर फाल्ने भाँडामा फाल्छ। त्यसपछि ऊ गाडीमा आफ्नो छोरासँग त्यही मेडिकल एम्बुलेन्स नजिक आउँछ जसले जेलमा सबै कैदीहरूको जाँच गरिरहेको हुन्छ, जहाँबाट उसले आफ्नो श्रीमती लाराको रिपोर्ट चोरेको थियो। ऊ चुपचाप ढोका खोलेर आफ्नो श्रीमतीको रिपोर्ट भित्र राखिदिन्छ। वास्तवमा उसले आफ्नो श्रीमतीको रिपोर्टमा हरेक कुरा बदलिएको हुन्छ र यही उसको योजना हुन्छ। रिपोर्ट बदलिसकेपछि ऊ आफ्नो छोरालाई आफ्नो एक छिमेकीको घरमा छाडिदिन्छ किनभने आज उनीहरूको घरमा एउटा पार्टी हुन्छ जसका लागि ऊ निम्तो पनि दिएको थियो र अब ऊ अस्पतालतिर लाग्छ किनभने उसलाई थाहा छ छिट्टै लारालाई अस्पतालमा भर्ना गरिनेछ। यता डाक्टरहरूले जब लाराको रिपोर्ट हेर्छन् तब जेलमा फोन गर्छन् र भन्छन् लाराको स्वास्थ्य अवस्था धेरै नै खराब छ, उनलाई तुरुन्त अस्पतालमा पठाउनुपर्छ। अर्कोतर्फ हामी डिटेक्टिभलाई देख्छौँ जसको बत्तीको टुक्राबाट थाहा हुन्छ कि त्यो जोनको गाडी थियो जसकी श्रीमती जेलमा चाहिँ। उनीहरू बुझ्छन् कि जोनले केही न केही गडबड गर्न लागेको छ। उनीहरू जोनको घर जान्छन् र देख्छन् कि उसको घरमा पुरै घर खाली भइसकेको छ, भित्ताबाट धेरै कागजपत्रहरू हटाइसकेको छ। डिटेक्टिभले जेलमा फोन गर्छ। उसले थाहा पाउँछ कि जोनको श्रीमती लारालाई आजै अस्पताल सारिएको छ किनभने उनको स्वास्थ्य अवस्था धेरै नै खराब छ। अब डिटेक्टिभ पनि अस्पतालतिर लाग्छ किनभने ऊ बुझिसकेको छ कि जोनको सबैभन्दा ठुलो योजना आफ्नो श्रीमतीलाई जेलबाट भगाउनु हो। यता हामी जोनलाई देख्छौँ जो डाक्टरको लुगा लगाएर आफ्नै श्रीमतीको कोठामा पुगेको हुन्छ जहाँ प्रहरी पनि हुन्छन्, तर ऊ उनीहरूलाई बन्दुकको भरमा आफ्नो श्रीमती लाराको हत्कडी खोल्न लगाउँछ र उनलाई लिएर जब ऊ त्यहाँबाट निस्किरहेको हुन्छ तब बाहिर डिटेक्टिभ पनि आइपुग्छ। डिटेक्टिभले उसलाई लिफ्टमा देख्छ तर जोन उसमाथि बन्दुक तेर्साएर तल जान्छ। त्यसपछि ऊ आफ्नो श्रीमतीसँग बाहिर जान्छ जहाँ विरोध प्रदर्शन भइरहेको हुन्छ। वास्तवमा जोनलाई यसबारे पहिला थाहा थियो, त्यसैले उसले आफूसँग विरोध प्रदर्शनमा लगाउने ज्याकेटहरू राखेको थियो जुन ऊ आफ्नो श्रीमतीलाई पनि दिन्छ र आफू पनि लगाउँछ र विरोध प्रदर्शन गरिरहेको भिडसँगै डिटेक्टिभको आँखा अगाडिबाट त्यहाँबाट निस्किन्छ। तर डिटेक्टिभ अझै पनि उसको पिछा गर्छ। उनीहरू दुवैजना एउटा स्टेसनमा जान्छन् जहाँबाट रेलमा चढेर जान्छन्, तर डिटेक्टिभ पनि त्यहीँ पुग्छ। ऊ पुग्न ढिलो भइसकेको हुन्छ, रेल छुटिसकेको हुन्छ, तर पनि ऊ रेलको पिछा गर्न थाल्छ। बाटोमा जोनले रेलको चेन तानेर त्यहाँबाट ओर्लिन्छन्। उसले बाटोमा पहिला आफ्नो गाडी पार्क गरेको हुन्छ र उनीहरू दुवैजना गाडीबाट त्यो ठाउँबाट निस्किन्छन्। डिटेक्टिभहरू पनि रेलसम्म पुग्छ तर यसको कुनै फाइदा चाहिँ हुँदैन किनभने लारा र जोन त्यति बेला त्यहाँबाट निस्किसकेका हुन्छन्। जोन आफ्नो छिमेकीको घर पुग्छ जहाँ पार्टीमा उसले आफ्नो छोरालाई छोडेको थियो र त्यहाँ गएर उसले थाहा पाउँछ कि पार्टी घरमा नभई चिडियाखानामा छ र अब जतिसक्दो चाँडो उसले एयरपोर्ट पुग्नुपर्छ किनभने छिट्टै पुरै सहरमा नाकाबन्दी हुनेछ। जसपछि उनीहरू समातिने डर छ। ऊ आफ्नो श्रीमतीलाई भन्छ, मैले हाम्रो छोराको खल्तीमा उसको हजुरबाको नम्बर हालिदिएको छु, हाम्रो छिमेकीले उसलाई उसको घरमा पुर्याइदिनेछ, अब हामी एयरपोर्टतिर जानुपर्छ। तर लारा उसको कुरा मान्दिनन्। उनी भन्छन्, म आफ्नो छोरा बिना यो देश छोडेर कहिले पनि जान्न, म उसैको लागि जेलबाट बाहिर निस्किन चाहन्थे। जोनले उसको कुरा मान्न पर्छ। उनीहरू दुवै चिडियाखानामा जान्छन् जहाँ पार्टी चलिरहेको हुन्छ। जोन आफ्नो छोरालाई त्यहाँबाट लिन्छ। पुरै सहरमा अब नाकाबन्दी भइसकेको छ। हरेक चेकपोस्टमा घोषणा गरिन्छ कि यदि तपाईँले कुनै पनि जोडीलाई देख्नुभयो भने साथमा 6 वर्षको बच्चा छ भने उनीहरूलाई पक्राउ गर्नुहोस्। जोनलाई यसबारे पहिले नै अनुमान हुन्छ। अब उसको अगाडि एउटा चेकपोस्ट आउँछ तर त्यहाँ जाँच गरिरहेको व्यक्तिले जोनलाई त्यहाँबाट जान दिन्छ किनभने जोनले जानी जानी एक वृद्ध जोडीलाई लिफ्ट दिएको थियो। उसको गाडीमा 5 जना छन्, त्यसैले ऊ माथि शङ्का हुँदैन। जोन त्यहाँबाट निस्किन्छन्। यता डिटेक्टिभले जोनको घर बाहिर फोहोर फाल्ने भाँडामा त्यो झोला भेट्छ जसभित्र जोनले कागज राखेको थियो। अब उनीहरूले ती कागजहरूलाई फेरि भित्तामा टाँच्छन् र ती कागजहरू पुरा हुँदैनन्। वास्तवमा यिनै कागजहरूमा उसले पुरै योजना बनाएको थियो। यता हामी जोन, उसको श्रीमती र उसको छोरालाई देख्छौँ जो एयरपोर्टमा पुग्छन्। उनीहरूको पासपोर्ट पनि जाँचिन्छन् जुन अब अर्को नामबाट हुन्छ। साथै फोटोहरूको माध्यमबाट पनि जाँच्ने प्रयास गरिन्छ कि कतै कुनै अपराधिक रेकर्ड भएको वा देश बाहिर जान अनुमति नभएको मान्छे त गइरहेको छैन। तर त्यति बेलासम्म प्रहरी विभागले उनीहरूले फोटो इन्टरनेटमा हालेको हुँदैन, त्यसैले उनीहरूलाई त्यहाँबाट अगाडि जाने अनुमति मिल्छ। त्यसपछि जोन र लाराको राजधानी जाँच्ने अधिकृतको खाजा खाने समय हुन्छ।
ऊ खाजा खान जान्छ त्यहाँ अर्को अधिकृत पनि आउँछ। त्यही बेला जोन र लाराको फोटो आइपुग्छ, तर उसलाई थाहा हुँदैन कि किनभने जोन र लारालाई उसले अगाडि जाने अनुमति दिएको थिएन। जोनको भाग्यले साथ दिन्छ र ऊ बचेर अगाडि बढ्छ। यता डिटेक्टिभले जोनको घरमा उसको कागजपत्रहरूमा व्हाइट हाउसको फोटो भेट्छ, जसबाट ऊ बुझ्छ कि जोन आफ्नो परिवार लिएर अमेरिका जाँदैछ। ऊ विमानस्थलमा आफ्ना सहकर्मी अधिकृतहरूलाई फोन गर्छ र भन्छ कि अमेरिका जाने उडानका सबै यात्रुहरू जाँचियोस्। त्यसमा जोन, लारा र उनीहरूका छोरा अवश्य हुनेछन्। विमानस्थलमा अमेरिका जाने सबै यात्रुहरू जाँचिन्छ, तर त्यसमा जोन, लारा र उनीहरूको छोराहरू हुँदैनन्। डिटेक्टिभलाई यो कुरा बताइन्छ। अब डिटेक्टिभले बुझ्छ कि जोनले उनीहरूलाई मूर्ख बनाइरहेको छ। जानी उसले घर बाहिर फोहोर फाल्ने भाँडामा एउटा झोला छोडिदिएको थियो ताकि डिटेक्टिभलाई लागोस् कि ऊ अमेरिका जाँदैछ, तर सत्य यो हो कि उनी कुनै अर्को देश जाँदैछ। यता हामी जोनलाई उसको परिवारसँग देख्छौँ जो विमानमा बसिरहेको छ। छिट्टै उनीहरू अर्को देशमा पुग्छन् जहाँ हामी राति लारालाई उसको छोरासँग सुतिरहेको देख्छौँ। वास्तवमा लारा पटक पटक यो सपना देख्ने गर्थिन् कि ऊ आफ्नो छोरासँग सुतिरहेकी छे। उनले जोनलाई यो सपनामा बताउने गर्थिन्। आज जोनले उनको सपना पुरा गरिदिरहेको छ। यता अर्कोतर्फ हामी डिटेक्टिभलाई देख्छौँ जो फेरि एकपटक त्यही घटनास्थलमा जान्छ जहाँ लाराको हाकिमको हत्या भएको थियो। वास्तवमा लाराका अनुसार जसले उसको हाकिमको हत्या गरेको उसको कोटको टाँग त्यही खसेको थियो जुन कहिले भेटिएन। त्यहाँ ढल्नेका सिस्टम पनि थियो। अब डिटेक्टिभले त्यसलाई जाँच गराउँछ। उनीहरूले ढलको ढक्कनी खोल्दा त्यहाँ एउटा टाग भेट्दैनन्, तर जब उनीहरू ढलको ढक्कनी बन्द गरिरहेका हुन्छन् तब साँच्चै त्यहाँ एउटा कोटको टाग हुन्छ जुन यसपटक पनि प्रहरीको नजरबाट बच्छ। यदि यो टाग प्रहरी वा डिटेक्टिभले भेटेको भए त्यो असली हत्याराको पत्ता लाग्न सक्थ्यो। तर हामी एउटा कुरा बुझ्छौँ कि लारा निर्दोष थिइन्। उनले कहिले पनि हाकिमको हत्या गरेकी थिएनन्, तर अब ऊ प्रहरीको नजरबाट उनीहरूको पहुँचबाट धेरै टाढा छ। ऊ आफ्नो पति जोन र छोरासँग अरू नै देशमा छ जहाँ ऊ खुसी पनि छ। र यसैसँग यो चलचित्र यहीँ समाप्त हुन्छ। आशा गर्दछु यो कथा तपाईँलाई साह्रै मन पर्यो होला। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। धन्यवाद।